सत्य तथ्य र निष्पक्ष खबर दैलेख मिडिया पराले। अब मुख्य खबरका शीर्षकहरूबाट। बालकलाई पढाइ दिएर सहयोग गरिदिने समेतको अनुरोध गरेकी छन्। आमाको औषधि किन्ने पैसा नहुँदा भौतारी रहेका बालकलाई आशिकाले 1.5 लाख सहयोग। नुवाकोट घर गई कक्षा 9 मा अध्ययनरत 15 वर्षकी सुशीला तामाङ केही दिन अघि आमासँग सानोतिनो झगडा भएपछि घरदेखि बेपत्ता। अब समाचार विस्तारमा। दैलेखमा 12 वर्षका बालक अकबर खान वीर अस्पतालमा डाक्टरले लेखिदिएको औषधिको कागज बोकेर भौतारी रहेका छन्। उनको आमाको मुटुमा गम्भीर समस्या छ र उनको बुवा बितिसक्नु भएको छ। उनी आमाको एक्लो स्याहार गरिरहेका छन्। सामाजिक सञ्जालमा भिडियो गरेपछि आशिका तामाङसम्म पुगेको थियो। आशिका तामाङले हस्पिटलमा पुगेर 1,50,000 पैसा र एउटा मोबाइल र न्यानो कपडासम्म दिनुभएको थियो। घरबाट निस्कदा बस चढेर सामाखुसीसम्म काठमाडौँसम्म पुगेको प्राप्त जानकारी। नुवाकोटबाट घर परिवारले काठमाडौँसम्म आएर खोज्दा कुनै अत्तो पत्तो नभएपछि घर परिवारले प्राप्त जानकारी दिनुभएको छ। हस्त धन्यवाद।